साथी हो आज चाहिँ म ढिँडो पकाउन गइरहेको छु है। मैले फलमको कराईमा पानी राखेँ होइन। अनि पानी राखेर अलिकति नुन र अलिकति घिउ पनि हालिदिएँ। अनि त्यहाँबाट चामल लगाएर पकाउँदैछु है। यो मेरो श्रीमतीलाई चाहिँ असाध्यै मन पर्ने हो कि यो खानेकुरा चाहिँ नेपाली ढेँडो होइन। अनि स्पेसल उहाँको लागि यो बनिँदैछ आज होइन। अनि यो चामल मजाले पाकेपछि चाहिँ अनि त्यहाँबाट पिठो हाल्नुपर्छ है। पिठो हालेर अनि त्यहाँबाट चल्लाकै डल्ला पर्न नदिकन मजाले चलाइदिनुपर्छ है। कम्प्लिट भिडियो म आज तपाईहरुलाई बनाएर देखाउनेछु। ल साथी हो है, मैले यसलाई करिब 15 मिनट जस्तो बसाइदिएँ। अब यो चामल मजाले पाकिसकेको छ हैन त। अब यसलाई चाहिँ कर्न फ्लावर हैन मजाले यसरी हाल्दै अनि चलाउनु पर्छ हैन। सानो फ्लेम पार्दियो है। सरी है। यो डल्लाहरू जुन छ नि त्यसलाई चाहिँ सबै फुट्न दिनुपर्छ है। ढेँडो बनाउँदा चाहिँ नभए भरे डल्ला मजाले बाहिर पाकिसकेपछि भित्र चाहिँ पिठो नै रहन्छ। त्यसले गर्दा